हेलो स्टुडेन्ट, आज हामीहरू 11 क्लासको बेसिक म्याथ पढ्दैछौँ। बेसिक म्याथ कुन च्याप्टर? 15 त्यो क्यालकुलेसको लिमिट एन्ड कन्टिन्युटी हामीहरू आज पढ्दैछौँ। त्यसको मात्रै आज फर्मुला पढ्छौँ। आज त्यसको के फर्मुला युज हुन्छ त्यही आज हामीहरू पढ्छौँ। यहाँ मेथड फर सल्भिङ फ्रम प्रब्लम्स, त्यसमा कति किसिमका हुन्छन्? 5 किसिमका। कति किसिमका? 5 किसिमका। एउटा फ्याक्टराइजेसन मेथड, फ्याक्टराइज गरेर त्यो क्वेसनलाई सल्भ गर्छौँ। 2 नम्बरमा बाई फर्मुला के एउटा फर्मुला हुन्छ, लिमिट x टेन्ड्स टु a x को पावर n माइनस a को पावर n बाई x माइनस a इक्वल टु x इन्टु a को पावर n माइनस 1 हुन्छन्। यो फर्मुला हो। अब 3 नम्बरमा रेसलाइजेसन जस्तै रूट एक्स माइनस रूट वाई इक्वल टू रूट एक्स माइनस रूट वाई इन्टु रूट एक्स प्लस रूट वाई बाई रूट एक्स प्लस रूट वाई। रेसलाइजेसन भनेको के हो? रेसलाइजेसन जस्तै हामीहरू एक्स प्लस रूट वाई दिएछ, यहाँ दिएछ। यस रेसलाइजेसन गर्छौँ हामीहरू के भइहाल्छ, इन्टु रूट एक्स माइनस रूट वाई बाई रूट एक्स माइनस रूट वाई। माथि पनि माइनस, त्यो साइन चेन्ज गरेर रेसलाइजेसन गर्नुपर्छ। अब 4 नम्बरमा सिम्प्लेक्स मेथड। यो सिम्प्लेक्स मेथड यो जुनसुकै जति युज हुँदैन त्यति यसको अलिअलि काम छ। तब 5 नम्बरमा सब्ट्र्याक्सन मेथड, यो पनि त्यति युज हुँदैन, यो मात्रै 3 एउटा बढी युज हुन्छन्। अब के इन्डिटर्मिनेन्ट फर्म के हो त 0/0 इन्फिनिटी 0 डिग्री 1 इन्फिनिटी etc। यो के हो? इन्डिटर्मिनेन्ट फर्म हो आज। अब नोट, यो के हो? यो नोट हो। फर्मुला पढ्दैछु, यसको फर्मुला यो 1 नम्बरमा इन्फिनिटी प्लस इन्फिनिटी के हुन्छ? इन्फिनिटी माइनस इन्फिनिटी के हुन्छ? इन्डिटर्मिनेन्ट इन्फिनिटी माइनस इन्फिनिटी n = 0। इन्डिटर्मिनेन्ट भनेको के हो? त्यो नेपालीमा अपरिभाषित हो, अपरिभाषित। 3 नम्बरमा इन्फिनिटी इन्टु इन्फिनिटी इक्वल टु के हुन्छ? इन्फिनिटी। अब 4 नम्बरमा इन्फिनिटी बाई इन्फिनिटी के भइहाल्छ? इन्डिटर्मिनेन्ट फर्म। जस्तै इन्फिनिटी बाई इन्फिनिटी n = 1 हुन्छन्। अब 5 नम्बरमा 0/0 के हुन्छ? इन्डिटर्मिनेन्ट फर्म। अब 6 नम्बरमा फाइनाइट नम्बर बाई इन्फिनिटी इक्वल टु इन्फिनिटी। फाइनाइट नम्बर भनेको के हो? फाइनाइट नम्बर जस्तै 1 देखि लिएर जुनसुकै 100सम्म 1000सम्म लाखसम्म करोडसम्म आउँछ सङ्ख्या, त्यही इन्फिनिटी नम्बर हो, इन्फिनाइट नम्बर। इन्फिनाइट नम्बर भनेको के हो? जस्तै यहाँ एउटा इक्जाम्पल इन्फिनाइट नम्बर 1/इन्फिनिटी के हुन्छ? क्यालकुलेटरमा यहाँ हेरौँ, क्यालकुलेटरमा 1/इन्फिनिटी दाब्छौँ नि त के आउँछन्? इन्फिनिटी 1/इन्फिनिटी दाब्छौँ क्यालकुलेटरमा पनि त इन्फिनिटी आउँछन्। अब 7 नम्बर फाइनाइट नम्बर बाई इन्फिनिटी इक्वल टु 0 हुन्छन्। फाइनाइट नम्बर जस्तै फाइनाइट नम्बर 2/इन्फिनिटी के हुन्छ? 0 हुन्छ। त्यही 1/इन्फिनिटी गरिरहेको थियो तब 0 के आइरहेको थियो? त्यो इन्फिनिटी आइरहेको थियो, इन्फिनिटी। 1/इन्फिनिटी गरिरहेको थियो त के आइरहेको थियो? इन्फिनिटी आइरहेको थियो। यहाँ सरी गाई,
यहाँ के हुन्छ यहाँ के हुन्छ यहाँ जिरो हुन्छ इन्फिनिटी हुँदैन यहाँ जिरो हुन्छ यहाँ इन्फिनिटी एफनाइट नम्बर बाई जिरो गर्छौ त इन्फिनिटी आउँछन् अफनाइट नम्बर बाई इन्फिनिटी गर्छौ तब जिरो आउँछन् अफनाइट नम्बर बाई जिरो गर्छौ त इन्फिनिटी आउँछन्। अब 8 नम्बर इन्फिनिटी बाई जिरो इक्वल टु के हुन्छ जिरो इन्फिनिटी बाई जिरो इक्वल टु इन्फिनिटी हुन्छन् जिरो बाई इन्फिनिटी इक्वल टु के हुन्छन् जिरो हुन्छन्। ल स्टुडेन्ट आज हामीहरू यति पढ्यो भोलि यसको क्वेसनको सल्भ गर्छौँ। जसलाई मेम्बरसिप चाहियो त्यो यो नम्बरमा कन्ट्याक्ट गर्नुहोला। ल थ्याङ्क यू धन्यवाद।